हेलो गाइस, ब्याक टु ब्याक गोर्खाली भाइ र यी भर्खर एउटा रिजर्भ गएर आएको र अहिले चाहिँ तपाईँको कुखुराको लागि चारो हो। मसिनो काट्नुपर्छ अहिले चाहिँ हो। तपाईँले नजिकै हुनुहुन्छ होला होइन। पछि त बम्पकले राम्रो भएन हो। अहिले चक्कुले मान्छे जस्तो दिनु पर्यो होइन। लोकल कुखुरा छ त्यही भएर चाहिँ दिनु पर्यो। अहिले तपाईँको बजे कति बज्यो भन्दा 12:30 हुन आँट्यो। टक्कै दिनुपर्छ नि त हो। पानी फेर्नुपर्छ फेरि। अब यसलाई ब्रिड बनिने हुन आँटेको छ हो। मतलब अन्डा कसैले हुँदैछ, कसै हुनु आँटेको छ, अन्डा दिनु आँटेको हो। त्यो भएर चाहिँ भात त हालेँ। चलो देखाउँदै लान्छु। अब यो चारो दिनु पर्ने हुन्छ। भात त अघि दिनमै हालिदिएको छु। अब खानुपर्छ यसरी। यसरी दिनु चाहिँ हरियो पर्यो त दामी खान्छ नि हो। हरियो पर्यो त भन्नै पर्दैन यिनीहरूलाई। यो त इस्कुसको है पत्ताहरू हो। मजाले खान्छ यिनीहरूलाई चाहिँ। यिनीहरू चाहिँ भरिपूर्ण दिनुपर्छ ड्याममै हो। अनि चाहिँ बबाल हुन्छ होइन। ल भात पनि खाएँ फेरि पत्तै मात्रै नखा फेरि। खा भाइ। यो मेरो चाहिँ 5वटा पोथी, 2टा चाहिँ भाले छ हो। गाउँघरको काम यस्तै हुन्छ। भर्खर चाहिँ म आएको रिजर्भ गइकन एउटा रिजर्भ र अब मेरो कामहरू पनि छ। स्क्रैपको यताउता गर्नु पनि छ हो। र अहिले चाहिँ त्यो भइरहेको छ हो। मैले भन्दैछु है, काममा ठुलो सानो हुँदैन। व्यापार क्षेत्रमा बसेपछि दुःख गर्नुपर्छ होइन। जानेन भने चिजहरू सोध्नुपर्छ। अहिलेको जमानामा त युट्युबहरू छ। युट्युबमा अलिकति सर्च गरेर पनि हेर्नु सकिन्छ होइन। आफूले धेरैवटा नजानेको कुराहरू सिकिन्छ होइन। अन्त मान्छे हो, गल्ती हुन्छ होइन। सजिलो अप्ठ्यारोमा लडिन्छ होइन। प्रयास चाहिँ एकपल्ट गर्नुपर्छ। व्यापार क्षेत्रमा पसेपछि चाहिँ है, म मेरो अपकमिङ भाइ बहिनीहरूलाई 1000 खेप भन्छु त्यही हो। व्यापार क्षेत्रमा पस्यो भने एकैचोटि प्रफिट खोजेर पनि भएन होइन। स्टेप गर्दै जानुपर्छ। सबै चिज हुन्छ, गऱ्यो भने इम्पोसिबल छैन होइन। मेरो अलिकति अहिले अलिक बिसन्चो भएको कारणले गर्दाखेरि चाहिँ म अलिकति कामहरू पनि गर्नु पाएको छुइनँ होइन। र हजुरहरूलाई म अपडेट दिइरहनेछु है। ब्याक टु ब्याक गोर्खाली भाइ है।